दर्शकहरू, यो दृश्य तपाईहरूले जे देखिरहनु भएछ, यसको दोष कसलाई दिने? म त यी जसले यी सुन्तलाका बोटमा चढेर नोक्सान पुर्याइरहेका छन्, यी बाँदरहरूलाई दोष दिँदैन। किनभने यी बाँदरहरू भन्दा पनि जसले देशको राजपाट चलाएर देश र जनताको लागि केही गर्छु भनेर सत्तामा पुगेका छन्, मैले तिनलाई दोष दिन्छु। किनकि मान्छेले नगर्ने भनेको यो जमानामा केही पनि छैन। संसार प्रविधिमय छ। पृथ्वी लगायत ब्रह्माण्डको धेरै जसो हिस्सा मान्छेकै कब्जामा छ र उसले चाह्यो भने जे पनि गर्न सक्छ। भने यी सामान्य प्रकृतिका घटनामा सरकारले चाह्यो भने, सरकारमा जाने शासकहरूले चाह्यो भने यी बाँदरहरूलाई सजिलै नियन्त्रण गर्न सक्छ। र यिनलाई नियन्त्रण गरियो भने कृषकहरूले आनन्दले आफ्नो खेती किसानी गरेर उत्पादन बढाउन सक्छन् र राज्यलाई पाल्न सक्छन्। देशको उत्पादन भनेकै कृषि उत्पादन हो। हाम्रो जस्तो देशमा त झन् अन्य विकल्प केही पनि छैन। सब थोक भनेकै कृषि हो। तर अनेक दुःख गरेर कृषकहरू कृषि उत्पादनमा लागिरहेका हुन्छन्, कठोर मिहिनेत गरिरहेका हुन्छन्। तर विभिन्न वन्य जन्तुहरू आएर यसरी नोक्सान गरिदिँदा उनीहरूको मिहिनेत खेर जान्छ। यसले राज्यलाई मात्र होइन, ती कृषकलाई मात्र होइन, सिङ्गो देशको अर्थतन्त्रलाई नै डामाडोल पार्ने हुँदा राज्यले यसप्रति चासो दियो भने यो अवश्य नियन्त्रण हुन्छ। मानवीय संवेदनशीलतालाई ध्यानमा राख्ने हो भने कुनै पनि प्राणी जगतको हत्या गर्नु पाप हो र यिनलाई हत्या नगरिकनै यिनलाई अनेक प्रविधि प्रयोग गरेर यिनको जनसङ्ख्यालाई नियन्त्रण गर्न सकिन्छ। राज्यको ढुकुटीबाट तलब लिएर देशमा हजारौँको सङ्ख्यामा यस्ता कृषि सम्बन्धी जानकारी भएका विशेषज्ञहरू, पशु प्राणी सम्बन्धी जानकारी भएका विशेषज्ञहरू घाम तापेर बसेका अवस्थामा छन्। तिनलाई यतातिर परिचालन गर्यो भने अवश्य केही न केही हुन सक्छ।